आयुषिङ ठकुरी भनेर जुन चाहिँ हाइप दिएर यो मुभी उहाँकै नै हो, हिरो नै उहाँ हो भनेर जति भनिएको छ, तर ट्रेलरमा हेर्दाखेरि चाहिँ त्यति उहाँको चाहिँ पाइएन। अब ढल्क्यो ढल्क्यो भन्ने। Hello guys, so welcome to my channel. So first म बस्छु। Hello guys, hi. So आज मेरो च्यानलमा चाहिँ तपाईहरुले थाहा पाइसक्नुभयो होला, त्यहाँ तल लेखिएको छ हैन, यत्रो ठुलठुलो लेटरमा कि आज म मुभीको रिभ्यू गर्न गइरहेको छु। मुभीको नाम छ वेट मुभीको नाम भन्नुभन्दा अगाडि पनि म मुभीको इन्ट्रोडक्सन खुंखार तरिकाले भन्न गइरहेको छु। सो मुभीमा हुनुहुन्छ हाम्रो पपुलर टिकटक स्टार। उहाँले चाहिँ सानै उमेरमा चाहिँ एकदमै व्यवस्थित हुन्छ नि, एकदम सेटल भइसक्नु भएको छ है। अनि उहाँले चाहिँ पाकिस्तानी एक युवतीसँग चाहिँ विवाह गर्नुभएको छ, जो चाहिँ दुबईमा बस्दै आउनुभएको थियो र अहिले चाहिँ नेपालमै बसोबास गर्नुहुन्छ। सो तपाईहरुले सही गेस गर्नुभयो, मैले आयुषिङ ठकुरीले खेल्नु भएको फिल्म राम नाम सत्य। सो आयुषिङ ठकुरी कसरी आउनुभयो त फिल्ममा भनेर म एकछिन त छक्क नै परिरहेको छु हैन। किनभने अब तपाईहरुलाई याद छ कि छैन, मैले उहाँको एक्टिङ चाहिँ कबीर सिंहको एउटा प्रीति भन्नेमा मैले उहाँको एक्टिङ चाहिँ देखि नै सकेको थिएँ हैन। सो मलाई चाहिँ फिल्म क्षेत्रमा चाहिँ अलिकति आउनुहुन्न कि जस्तो आशा लागेको थियो, तर उहाँ आउनुभयो। म पनि एक्साइटेड छु के, एकदमै हुन्छ नि कस्तो चाहिँ एक्टिङ गर्नुभयो होला त भनेर। किनभने उहाँको जुन चाहिँ कबीर सिंहको प्रीतिको जुन चाहिँ त्यो टिकटक थियो नि, त्यसमा चाहिँ धेरैजनाले कमेन्ट गर्नुभएको थियो, भाइ तिमी एक्टिङ चाहिँ नगर भनेर। किडनी टचिङ एक्टिङ भयो, बबाल एक्टिङ यार, जति हेर्यो त्यति हाँस्न मन लाग्ने। हाँस्नु कि रुनु, डोन्ट आस्क मी वाइ आई एम लाफिङ। ग्रेट कमेडियन, नेपाली भर्जन रत्नपाल। सो त्यसपछि पनि उहाँले यो कदम उठाउनु भएको छ भनेपछि सल्युट ब्रो। भर्सक उहाँले चाहिँ इन्टरभ्यूहरुमा नि भन्नुभएको छ कि डिरेक्टरले चाहिँ उहाँलाई टाइम दिनुभएको थियो अलिक राम्रो हुनको लागि भनेपछि पक्कै पनि उहाँले एक्टिङै सिकिराख्नु भएको थियो होला। म आशा गर्छु तपाईले चाहिँ एकदमै एक्टिङ तयारी गरेर हैन, फेरि एकदमै ट्रोलिङ नहुने तरिकाले चाहिँ तपाईले चाहिँ यो क्षेत्रमा आउनु भएको होला है। सो त्यसैगरी म कुरा गर्छु यो फिल्ममा भएको डाइरेक्टर माइकल चन्द हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँको पनि यो पहिलो नै निर्देशक हो, उहाँले चाहिँ धेरै नै म्युजिक भिडियोमा चाहिँ गरिसक्नु भएको छ, तर यसमा चाहिँ उहाँको चाहिँ पहिलो निर्देशक हो र उहाँलाई पनि एकदमै बेस्ट अफ लक। सो माइकल चन्दको चाहिँ यो फर्स्ट मुभी भए तापनि माइकल चन्दले चाहिँ यो मुभीमा चाहिँ सबै दमदार कलाकारहरूलाई चाहिँ कास्ट गर्नुभएको छ। त्यसैगरी फर्स्टमा चाहिँ म हार्टफेल कन्डोलेन्स टु आवर सुनिल थापा है। उहाँले चाहिँ एकदमै इन्डियामा इन्टरनेसनल लेभलमा गएर पनि उहाँले चाहिँ हामीलाई एकदमै प्राउड फिल गराउनु भएको छ हैन। त्यसैले उहाँको चाहिँ आत्माले शान्ति पाओस् भनेर चाहिँ म उहाँलाई प्रार्थना गर्न, उहाँको निम्ति प्रार्थना गर्न चाहन्छु। र त्यसै गरी हामी आउँ विराज भट्ट। सो विराज भट्टको बारेमा त तपाईँहरूलाई थाहै होला, विराज भट्टको निकै राम्रो फिल्महरू छ हैन। अब ढल्क्यो भन्ने छ। अनि अर्को चाहिँ जे होस् मलाई याद भएको चाहिँ म सानै थिएँ हैन, अनि त्यति बेला चाहिँ किस्मत भन्ने एउटा मुभी आएको थियो क्या। किस्मत भनेको चाहिँ त्यसमा एउटा गीत पनि छ, लौ मार्यो 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 भन्ने हैन। कसलाई याद छ हैन? त्यो किस्मत मुभी चाहिँ मलाई किन याद छ भन्दा त्यो किस्मत मुभी चाहिँ धेरै समयसम्म चलेको थियो क्या, धेरै समयसम्म, अब 90 दिन पनि क्रस गरेर नै चलेको थियो। त्यो चाहिँ रेखा थापाको निर्देशकमा थियो मलाई लागे हिसाबले है। सो त्यो मुभी एकदमै चलेको थियो। अनि मलाई त्यति बेलादेखि विराज भट्ट चाहिँ थाहा छ, त्योभन्दा अगाडि पनि अब सुन्न त सुनिन्थ्यो होइन, तर अब राजेश हमालको फ्यान भइसकेपछि होइन, त्यही भएर चाहिँ विराज भट्ट चाहिँ मलाई पछि त्यो मुभीदेखि चाहिँ अलिकति याद हुन थालेको। र उहाँ चाहिँ अहिले यति यङ कलाकारहरूसँग फिल्म खेलिराख्नु भएको छ, सल्युट तपाईँलाई पनि। सो त्यसै गरी यस मुभीमा हुनुहुन्छ रोनाल्डोको वाइफ जस्तै देखिने हाम्रो नेपाली कलाकार जो चाहिँ रेशम फिरिरीमा पनि हुनुहुन्थ्यो, सुपुष्पा। सो सुपुष्पालाई पनि म धेरै बधाई भन्न चाहन्छु र यो फिल्ममा चाहिँ उहाँलाई पनि अल द बेस्ट है। र उहाँले चाहिँ उहाँको अहिले भाइरल पनि भएको छ गीत चाहिँ त्यो नछेका कान्छा नछेका भन्ने त्यो गीत। अब गीत त आउँदैन मलाई फुल, तर उहाँ चाहिँ भाइरल हुनुभएको छ यो गीतमा है। त्यसै गरी अर्को हुनुहुन्छ खुसी कार्की है, एकदमै क्युट, एक
एकदमै बेस्ट अफ लक है तपाईँलाई पनि। तपाईँ सानो उमेरमा यस्तो ठुलो मञ्चमा पुग्नुभयो, तपाईँलाई पनि बेस्ट अफ लक। सो त्यसै गरी सबैजना दिग्गज कलाकार हुनुहुन्छ है, सबैजनालाई बेस्ट अफ लक। सो आज मैले चाहिँ जेनरली यो ट्रेलर चाहिँ अस्ति नै रिलिज भएको है, तर मैले यो ट्रेलर चाहिँ हेरेको छैन, किनभने म चाहिँ यो रिभ्यू गर्छु भनेर कुरेर बसिरहेको थिएँ, किनभने यस्तो दामी दामी कलाकारहरू छन् सबैजना होइन। अनि म चाहिँ रिभ्यू गरेर जेनरली म चाहिँ एकदमै अब सक हुन्छु कि साँच्चीकै सक नै हुन्छ। दुईवटा तरिकाको सक हुन्छ नि, एउटा चाहिँ यस्तो मुभी दामी मुभी भन्ने हुन्छ कि यस्तो मुभी भन्ने कस्तो खालको सक हुन्छ भने चाहिँ म तपाईँहरूकै अगाडि नै रिभ्यू गर्छु भनेर चाहिँ मैले अहिलेसम्म यो ट्रेलर चाहिँ हेरेको छैन। मैले रेडी बनाएर यहाँ ल्यापटपमा बसिरहेको छु। आर यु गाइज रेडी? ओके 1 2 3 गो। ओके फर्स्टमा नै हाम्रो सुनिल थापा सरलाई देखाउनु भएको छ है, उहाँको आत्माले शान्ति पाएको होस् है। ओके सो माइकल इन्टरटेनमेन्ट हाउस, सो माइकल चन्दको फिल्म माइकल इन्टरटेनमेन्ट भनेपछि उहाँकै इन्टरटेनमेन्ट हाउसबाट यो प्रेजेन्ट गरिएको छ। ओके सो अब स्टार्ट हुन्छ हाम्रो ट्रेलर। ओके फर्स्टमै आयुष सिंह ठकुरीलाई देखाएर सुरु गरिएको छ मुभी। त्यसपछि हाम्रो आउनुहुन्छ सुशील श्रेष्ठ, एक्सन स्टार। मैले सुशील श्रेष्ठको बारेमा अघि नै भनिनँ है। सुशील श्रेष्ठ चाहिँ होस्टेल 2 मा पनि हुनुहुन्छ अनि अर्को लभ डायरीमा पनि हुनुहुन्छ है। उहाँले अरू पनि धेरै मुभीहरू खेल्नुभएको छ। उहाँलाई चाहिँ एक्सन स्टार भनेर चाहिँ यो फिल्ममा देखाइएको छ। नाइस नाइस नाइस। ओके यहाँ चाहिँ अब त्यो झन्डाहरू देखाइएर होइन, श्रीलङ्का मालदिभ्स पाकिस्तानहरूको त्यो झन्डाहरू देखाएर पुरै मिटिङ बसिरहेको जस्तै देखाएको छ नि, जुन चाहिँ अब त्यसमा चाहिँ हुन्छ नि जहिले पनि नेपालको चाहिँ त्यस्तो प्रायःहरू फिल्म बन्दैन होइन, जस्तो पाकिस्तानीहरूको रिलेटेडमा केही कुरा गरेर या इन्डियाको रिलेटेडमा केही कुरा गरेर होइन। अब जस्तो इन्डियाको धेरै फिल्महरू पाकिस्तानी रिलेटेड हुन्छ होइन, अनि अब पाकिस्तानी मुभी त मैले त्यति हेर्दिनँ, तर जे होस् मैले सुनेको त्यस्तो अरू कन्ट्रीहरू लिएर आएर त्यस्तो गरिन्छ, तर नेपालको चाहिँ मैले यस्तो फ्ल्याग स्याग देखाएर चाहिँ कमै मुभीहरू मैले हेरेको छु है। ओहो पैसाको त्यो बिट्टोहरू देखाउँदा चाहिँ मलाई होइन त्यो धुरन्धरको याद आयो क्या, मान्छे नै मान्छे त्यस्तै होइन। अनि त्यस्तै भाइब्स आयो भनौँ न, धुरन्धर सेम त होइन तर त्यस्तै भाइब्स क्या, धुरन्धर जस्तै ल दामी रहेछ भने जस्तै क्या। ल विराज भट्टको पनि पुरै डाइलेक्ट मलाई चाहियो। पेट्रोल खानी माथि हुर्केको यो ज्वालालाई चिस्क्यायो भने तमीहरूको खरानी पनि नभेटिएला। यो पश्चिममा सुटिङ भएको कारणले गर्दाखेरि यो पश्चिमको सबै देखाइएको होला, त्यसैले चाहिँ यहाँ अब उहाँले बोल्नुभएको नि तमी भनेर जसरी बोल्नुभएको छ त्यसरी पश्चिम साउन्ड गर्छ है। नाइस है नाइस। Get ready for खतरा ह्यामरै टाउकोमा ठोक्दियो त। मलाई त्यो अगुवा जुँदै चाहिन्छ। Darker curtain waiting to यहाँ के लेखेको छ? A darker curtain waiting to be revealed. Okay. यो आयुष सिंह ठकुरीको साउन्ड ओ ल
ड्याम तर मैले यो जब सुनेँ मैले 2-3 चोटि मैले यो हुन्छ नि यो मैले टिकटकमा पनि देखेँ साउन्डहरू एलिजा जमालीले पनि यो साउन्डमा टिकटक बनाउनु भएको छ होइन त्यो गर्दाखेरि कस्तो अचम्म लाग्ने क्या त्यस्तो साउन्ड त सुनिँदैन नि त दामी 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 पर्दा पछाडिको पर्दा मेरो माया सधैँ हजुरको छाया बनी रहनेछ मसँग सुन्ने समय छैन तसँग त समय नै छैन कस्तो इम्प्रेसिभ तरिकाले बनाएको केही नयाँ बनाएको छ जस्तो लाग्यो है यसको बडीमा ब्लड भन्दा धेरै बुलेट हो बुलेट भन्ने बारुद र एक्सन जन्माउने खानी हो म माइनस एक्सन न्यायको अन्तिम बाटो राम नाम सत्य सत्य राम नाम सत्य राम नाम सत्य हो राम नाम सत्य खेलका असली खेलाडीहरू त पर्दा पछाडि छन् The film by Michael Chan. 27 चैत्र सो भोलि रिलिज हुँदैछ 10 अप्रिलमा ओके सो ट्रेलर इज असम ट्रेलर चाहिँ साँच्चीकै नै होइन साँच्चीकै नै दामी अलिकति हट्के झट्के नै छ होइन यसो हेर्दाखेरि चाहिँ केही प्रमिजिङ नेपालको फिल्मले चाहिँ केही प्रमिस गर्दैछ है हामी चाहिँ आउँदैछौँ दमदार तरिकाले तपाईँहरूले चाहिँ अब हिन्दी मुभी हेर्न छोड्नुहोस् अब नेपाली मुभीमा नै केही कमी छैन भनेर चाहिँ प्रमिस गरे जस्तो लाग्यो यो ट्रेलर हेरेर चाहिँ होइन एकदमै दामी नै लाग्यो है अहिलेसम्म चाहिँ सो मुभी भोलि रिलिज हुँदैछ गाइज है अनि सबैजनाले चाहिँ जतिजनाले पनि चाहिँ इन्टरभ्यू दिनुभएको छ होइन फिल्मको कास्ट र फिल्मको कास्ट बाहेक जस्तो एलिजा जमालीले पनि अस्ति इन्टरभ्यूमा भन्नुभयो कि मुभी चाहिँ साँच्चीकै एक्स्ट्रा नै छ हट्के नै छ भनेर भन्नुभएको छ होइन सो मलाई पनि हेर्दाखेरि त्यस्तै लाग्यो सो यो मुभीको नाम चाहिँ राम नाम सत्य छ सो राम नाम सत्य भनेको चाहिँ तपाईँहरूलाई थाहा छ कि छैन त्यो भनेको चाहिँ राम नै सत्य हो होइन लर्ड नै सत्य हो र हामीले चाहिँ हाम्रो जीवन चाहिँ एउटा टेम्पोररी मात्र हो होइन हामी चाहिँ मर्नै पर्छ नि त जीवन चाहिँ एउटा टेम्पोररी मात्र हो तर सत्य चाहिँ कहिले पनि मर्दैन है सत्य चाहिँ जहिले पनि भनिन्छ नि हामीले भन्ने गर्छौँ नि के सत्यको नै जित हुन्छ सत्यको नै जित हुन्छ सत्य चाहिँ कहिले पनि मर्दैन सत्य चाहिँ कहिले पनि ढाकछोप हुँदैन होइन सो यो मुभीमा चाहिँ राम नाम सत्य भनेर भनेको चाहिँ अब जसरी भए पनि सत्य चाहिँ रिभिल नै हुन्छ जुन चाहिँ पर्दा पछाडि भएको सत्य चाहिँ रिभिल नै हुन्छ भनेर भन्न खोजेको जस्तो मलाई लाग्यो अनि त्यसै गरी यहाँ न्युजहरू कैयौँ न्युजहरू त्यसरी आइरहेको छ कि यो मुभी हेर्नको लागि चाहिँ दुबईमा पनि धेरैजना मान्छेहरूले चाहिँ होड मटोड गरिरहेको छन् होइन टिकटहरूको लागि अहिलेदेखि नै बुकिङ गर्ने यहाँ गर्ने कहिले रिलिज हुन्छ भनेर भनिरहेको छन् भनेका छन् होइन सो त्यसै गरी जसरी फिल्मको नाममा चाहिँ ट्रुथ भन्ने कुरा चाहिँ हिडन हुँदैन सत्य चाहिँ रिभिल हुन्छ भनेर भनेको छ त्यसै गरी अब भोलि फिल्म रिलिज हुँदैछ भोलि थाहा हुन्छ कि साँच्चीकै न्युजले भनेको हिसाबले चाहिँ मान्छेहरू क्रेजी फ्यान भएर नै यो फिल्मको लागि चाहिँ बुकिङ गरि नै रहेको छन् कि होइन त्यो चाहिँ एक हप्ता यो मुभी चलेको एक हप्तामा त हामीलाई थाहा भइहाल्छ खाली सिटले होइन यदि अब खाली सिट छ भने चाहिँ त्यो न्युजहरू चाहिँ जस्ट त्यो हाइप गर्नको लागि मुभी हाइप गर्नको लागि भनिएको हो होइन तर मलाई चाहिँ साँच्चीकै अब त्यो हाइपिङको कुरामा भन्दा पनि मलाई चाहिँ यो ट्रेलर जुन चाहिँ हेऱ्यो यो ट्रेलरमा चाहिँ मलाई साँच्चीकै नै मलाई चाहिँ यो मुभी चाहिँ प्रमिजिङ छ जस्तो लाग्यो अलिकति छुट्टै छ जस्तो लाग्यो होइन तर कुनै कुराहरू चाहिँ कस्तो हुन्छ भने ट्रेलर हामीले जति नै रिभ्यू गरे पनि जति नै हामीले हेरे पनि ट्रेलरमा हामीले चाहिँ प्रमिजिङ देखाए पनि ट्रेलर होइन प्रमिजिङ देखाए तर फिल्म हेर्दाखेरि चाहिँ पत्तुर नै हुन्छ क्या कुनै चाहिँ त्यस्तो हुन्छ तपाईँहरूलाई त्यस्तो कुनै फिल्म याद छ भने चाहिँ प्लिज कमेन्ट बिलो है त्यस्तो मलाई चाहिँ याद छ तर म नाम चाहिँ भन्दिनँ होइन कुनै ट्रेलरमा चाहिँ दामी ल है खतरा ल यस्तो चाहिँ हुने रहेछ भनेर हामीले खतरा हाइप दिए पनि है पछि गएर त्यही हाइपको हिसाबले हेर्न गइन्छ नि त अनि लास्टमा त
टट्टी नै हुन्छ होइन सो त्यो चाहिँ नहोस् है अल द बेस्ट टु द इन्टायर टिम है म त अल द बेस्ट भन्छु अनि त्यसपछि चाँडै है म चाहिँ यहाँ दुबईमा बस्ने कारणले गर्दाखेरि चाहिँ चाँडै नै यो दुबईमा पनि चलोस् अनि दुबईमा पनि हेर्न पाइयोस् है दुबईमा चाहिँ चल्ने बित्तिकै म हेर्ने नै छु हेरेर चाहिँ मुभी कस्तो छ भनेर म रिभ्यू गर्ने नै छु र अहिलेसम्मको लागि चाहिँ अब ट्रेलरमै काम चलाउँ तपाईँहरू नेपालमा हेरेर मलाई कमेन्ट गर्नु होला कि मुभी कस्तो छ भनेर है मलाई पनि भन्नु होला अनि त्यसपछि मुभी आइसकेपछि म पनि हेरेर तपाईँहरूलाई भन्छु अब यस्तै साट गर्ने हो र त्यसै गरी मेरो 117 जना जुन चाहिँ सब्सक्राइबर हुनुहुन्छ उहाँहरूलाई पनि एकदम धेरै धन्यवाद है र सब्सक्राइब गर्नु नभएकोहरूलाई पनि प्लिज तपाईँहरूकै लागि मैले लेखेको यत्रो मेहनत गरेर वेलकम टु माई च्यानल प्लिज सब्सक्राइब फेरि पनि सबै इन्टायर टिमलाई बेस्ट अफ लक भन्न चाहन्छु र आयुषलाई पनि एकदम बेस्ट अफ लक भन्न चाहन्छु उहाँसँग चाहिँ मलाई एकदमै किनभने उहाँको मैले भनिहालेँ प्रीति भनेको जुन चाहिँ एक्टिङ थियो त्यो एक्टिङ हेरेर चाहिँ मलाई चाहिँ केही आशै थिएन होइन तर पनि मैले जुन चाहिँ उहाँको ट्रेलरमा हेरेँ त्यो मलाई खुसी लाग्यो है खुसी लाग्यो र यसै गरी म फिल्ममा पनि यसै त उहाँको धेरै चाहिँ छैन है यो ट्रेलरमा चाहिँ आयुष सिंह ठकुरी भनेर जुन चाहिँ हाइप दिएर यो मुभी उहाँकै नै हो हिरो नै उहाँ हो भनेर जति भनिएको छ तर ट्रेलरमा हेर्दाखेरि चाहिँ त्यति उहाँको चाहिँ पाइएन है त्यति उहाँको चाहिँ क्लिपहरू पाइएन है र मैले अघि भन्न बिर्सेँ उहाँको चाहिँ यहाँ यो फिल्ममा चाहिँ दिव्या रायमाझी पनि हुनुहुन्छ है दिव्या रायमाझी चाहिँ उहाँ चाहिँ दिलीप रायमाझी हाम्रो दिग्गज कलाकार दिलीप रायमाझीको उहाँ चाहिँ सुपुत्री हुनुहुन्छ सो उहाँलाई पनि अल द बेस्ट उहाँको फिल्म त जेन्युन रिभ्यू गर्ने मान्छे हो तपाईँहरूको मुभी जस्तो हुन्छ म त्यस्तै नै रिभ्यू गर्छु र तपाईँहरूको जस्तो नै मुभी ट्रेलर्सहरू हुन्छ त्यसरी गर्ने म रिभ्यू दिन्छु र आजको लागि यति नै र नेक्स्ट मुभी रिभ्यूमा म फेरि उपस्थित हुनेछु र इफ तपाईँहरूलाई मेरो मुभी रिभ्युज मनपर्छ भने चाहिँ प्लिज कमेन्ट बिलो कि म नेक्स्ट कुन मुभीको चाहिँ रिभ्यू गरौँ हेरेर होइन किनभने नेपाली मुभीहरू चाहिँ अलिकति आइहाल्छ क्या अलिकति ढिलो आउँछ तपाईँहरूले हलमै हेरिसकेको हुन्छ सो के रिभ्यू गर्ने होइन सो ट्रेलरहरू कुनै छ मैले रिभ्यू गर्नुपर्ने भने चाहिँ रिभ्यू भनिदिनु होइन अनि त्यसपछि अनि हिन्दी सिनेमा अरू कुनै पनि इङ्ग्लिस सिनेमाहरू चाहिँ तपाईँहरूलाई मनपर्छ र रिभ्यू गर्नु जस्तो लाग्छ भने चाहिँ प्लिज मलाई भनिदिनु Okay, bye-bye. Please don't forget to subscribe my channel.